प्रश्न नम्बर 1 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ पृथ्वी र दोस्रो चित्रमा रहेको छ राज। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ पृथ्वीराज। प्रश्न नम्बर 2 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सौ र दोस्रो चित्रमा रहेको छ निया। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ सौनिया। प्रश्न नम्बर 3 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ अ र दोस्रो चित्रमा टिचरलाई देखाइएको छ, जसलाई हामीले मिस भनेर बुझ्न सक्छौं। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ अमिश। के तपाईको गेस सही थियो? सही थियो भने भिडियोलाई एक लाइक गरिदिनु होला। प्रश्न नम्बर 4 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सा, दोस्रो चित्रमा रहेको छ कि र तेस्रो चित्रमा रहेको छ ना। तीनैवटा चित्रहरू मिलाएर एउटा केटीको नाम बन्छ सकिना। प्रश्न नम्बर 5 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ दिल र दोस्रो चित्रमा रहेको छ लु। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ दिलु। प्रश्न नम्बर 6 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा आफूतिर देखाइएको छ, जसलाई हामीले मी भनेर बुझ्न सक्छौं र दोस्रो चित्रमा रहेको छ नाली। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ मिनाली। प्रश्न नम्बर 7 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ दि र दोस्रो चित्रमा रहेको छ सन। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ दिसन। प्रश्न नम्बर 8 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी र दोस्रो चित्रमा रहेको छ मना। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ बिमना। प्रश्न नम्बर 9 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सी र दोस्रो चित्रमा रहेको छ लक। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ सिलक। प्रश्न नम्बर 10 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ हि र दोस्रो चित्रको दृश्यलाई हामीले ना भनेर बुझ्न सक्छौं। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ हिना। 10 वटा प्रश्नहरू मध्ये तपाईले कतिवटा प्रश्नहरूको उत्तर गेस गर्नुभएको थियो तल कमेन्टमा लेख्नु होला।